नमस्कार साथीहरू, आजको मेरो वर्कआउट सकिसकेको छ र सबैलाई शुभ बिहानी भन्न चाहे। र आज पनि दिन राम्रो छ, रमाइलो छ। आज चाहिँ एउटा नयाँ सुयोग जुडिरहेको छ। त्यो चाहिँ के भन्दाखेरि घाम र जुनसँगै हेर्न पाइयो। यस्तो सुन्दर जुन लागिरहेको छ, अझै अस्ताइ नहालेको जुन एकदमै मजाको देख्दो रहेछ। र सुन्दर जुन, सुन्दर बिहानी। अनि आज पनि कञ्चनजङ्घाले चाहिँ पर्दा लगाएर बसेको छ। त्यसले गर्दाखेरि यहाँ चाहिँ कञ्चनजङ्घा हो देखाउन पाइन, र पनि सुन्दर आकाश, शीतल जुन, र मेरो ठिक्कै पछिल्लोपट्टि न्यानो घाम लागिरहेको छ। हिउँदे घाम लाग्न सुरु भइसकेको छ। यो अटमको टाइम एकदमै मजा लाग्छ मलाई। र आजको मेरो मर्निङ वक र आउटडोर जिमको वर्कआउट चाहिँ सकिसकेको छ। र तपाईहरुसित आज चाहिँ मैले एउटा नयाँ कविता सङ्ग्रह साझा गर्न लागेको छु। त्यो चाहिँ हो फाक्ताङलुङ र कञ्चनजङ्घाको काखमा बसेर कविता खिप्ने कवि हाङयुग अज्ञातका कविताहरू। र यो कविताको किताब भर्खरै निस्केको बजारमा, तर यो केही हप्ताभित्रमै यो पहिलो संस्करण सकिसकेको भन्ने हिजो मात्र कवि अज्ञातले आफ्नो फेसबुक स्ट्याटसमा राखिसकेको हुनाले भाग्यवश सिक्किमको राजधानी गान्तोकमा पनि केही कपीहरू आइसकेका छन्। र सायदै यो अन्तिम कपी होला यो खेपको। र तपाईहरुलाई पनि चाहियो भने चाहिँ मलाई DM गर्न सक्नुहुन्छ, अर्थात् कमेन्ट गरेर माग्न सक्नुहुन्छ। र सीमित कपी मात्र छ, 3वटा भने मबाट बिक्री पनि भइसकेको छ। र आज नै यही हाङयुग अज्ञातका कविताहरू सङ्कलनबाट तपाईहरुलाई एउटा कविता सुनाउँछु। दामी दामी कविताहरू छ, 101वटा कविताहरूको सङ्कलन हो यो। र धेरै मोटो पनि छ। र एकदमै विशेष गरेर सृजनशील अराजकताका एकजना अभियन्ताको रूपमा कविता खिप्ने कवि हाङयुग अज्ञात राम्रा विचारक अध्येता पनि हुनुहुन्छ। र फाक्ताङलुङ र कञ्चनजङ्घाको काखमा बसेर कविता कप्ने हाङयुग अज्ञातका कविताहरूबाट म तपाईलाई एउटा कविता सुनाउँछु। कविताको नाम चाहिँ छ बजार। बजार। तिमीलाई हेर्ने हजार आँखा छन् यो बजारमा। एका बिहानै एकमुठा सागमा दलाली गर्नेहरू तिम्रो सङ्घर्षको मूल्य बुझ्दैनन्। अफिस टाइममा फाइलहरूको चेपमा तलमाथि यताउता दाउ छोप्नेहरूले तिम्रो बलिदानको अर्थ बुझ्दैनन्। साट्न खोज्छन् खुद्रा पैसा जस्तै तिम्रो अनमोल जिन्दगी। के जिन्दगीको कुनै खुद्रा हुन्छ र? तिमीलाई हेर्ने हजार आँखा छन् बजारमा। घरिघरि यो बजारको नाफाखोर बाँकीहरूसँग झर्किएर प्रश्न गर्छौ, झ्याक्नेहरूको लागि खोलेको हुँ र मैले यो दोकान? हिँडेर म भत्किन थाल्छु र त्यत्तिकै कहीँ जाउँ जस्तो लाग्छ जहाँ कुनै बजार नहोस्। हिँडेर म भत्किन थाल्छु र त्यत्तिकै कहीँ जाउँ जस्तो लाग्छ जहाँ कुनै बजार नहोस्। यो चाहिँ थियो हाङयुग अज्ञातका कविताहरू कविता सङ्कलनबाट। र यो नयाँ कविता सङ्कलन हो र अहिले बजारमा उपलब्ध छ। र तपाईहरूले पनि पढ्नु भएको छैन भने पढ्नुहोला। र सबैको दिन शुभ होस् र शुभ दिनको कामना सितै बिदा लिन्छु।